What? हेलो नमस्ते जुजलप्पा मेरो नाम आश्रस बहादुर वंश हो सबैजनालाई नमस्ते है अनि वेलकम छ सबैजनालाई मेरो नयाँ ब्लगमा मेरो च्यानलमा अनि आज चाहिँ नयाँ ब्लग अनि यो चाहिँ नयाँ ब्लग नयाँ डे न्यू ब्लग आज चाहिँ अहिले चाहिँ बिहानको 5 बजिरहेको छ हैन र किन उठेको भन्दाखेरि हामी आज चाहिँ पाल्पा घुम्न जान लागेको छौँ अनि गाडी पनि बिहानै आउने भनेको भएको कारणले बिहानै उठेको छु अनि निद्रा पनि लागिरहेको त छ किनकि यो भिडियो म अपलोड गर्दै यो भिडियो एडिट गर्दै बसिरहेको थिएँ मैले यो अस्ति बनाएको भिडियो एडिट गर्दै बसिरहेको थिएँ अनि त्यही हो त्यस्तै हिजो राति एडिट गर्दै बसिरहेको थिएँ अनि सबै कुरा भइसक्यो र अहिले यहाँ अपलोडमा राखिसकेको छु त्यही हो अब यो अपलोड गरिदिन्छु र म चाहिँ अब अहिले चाहिँ म यहाँ ठुलो मम्मीकोमा छु अनि अब म घर गएर फ्रेसेस भएर कपडा सपडा लगाएर म चाहिँ अनि निस्किन्छु सो त्यही हो अनि लास्टसम्म यो भिडियो हेरिदिनु होला है थ्याङ्क यू गाइज म चाहिँ अहिले यहाँ निस्किसकेँ घरबाट निस्किसकेँ होइन अब साथीकोमा सबैजना जम्मा भइसकेको छ त्यहाँ गाडी पनि आइसक्यो अरे अहिले होइन अनि अहिले चाहिँ म जाँदैछु साथीको सम्म चाहिँ हिँडेर जानु परेको अरे हल्का ढिला भइसक्यो ढिला गरेँ मैले हो सबैजना त्यहाँ आइसक्यो अरे म ठुलो बसेर माइममा बसेर अनि जान्छु ल बाई बाई म चाहिँ भर्खर हिँड्दैछु बाटोमा पाइसकेँ उनीहरू नै हुन् कुर्दैछन् मलाई ट्र्याकिङ हुँदैछ राखिदिएछ सबै कुराहरू चाँडो गर्नु पर्यो ढिला भयो झन् अलिकति यहाँबाट आउने हो बुटोलबाट आउने भयो राम्रो टिका लाएर टिका लाएर खायो खाएन नि सबै नै अब हामी चाहिँ जान्छौँ यहाँबाट अब नास्तामा रोक्यो केही राम्रो भ्यू देखाइन्छ म त्यहाँ भिडियो बनाउँछु कस्तो लाग्छ आज फुल रमाइलो हान्ने गाइज हाल्ने हो हामी यहाँ गौडे भन्ने ठाउँमा आयौँ एकछिन बस्नलाई चिया खानालाई होइन अन्त कस्तो भइरहेको गाइज यहाँ यस्तो गाडी उसलाई चाहिँ एकछिन यस्तो गाडी साडी बनाउने यस्तो चिया खाना हामी आएको अहिले चाहिँ हामी चिया खाना आएको कस्तो दिनलाई बेटर एउटा गाना छ नि होइन फुलको आँखामा फुलै संसार होइन एउटा फाइलको आँखामा एकदम भ्यू चाहिँ यस्तो दामी छैन तर मोबाइलमा चाहिँ त्यस्तो खासै देखेको छैन होला मोबाइलमा त्यस्तो खासै देखेको छैन तर एकदमै राम्रो छ होइन अब यहाँ एकछिन चिया खाएर बस्छौँ अनि प्रोफेसनल ब्लगरै हो त यार सब्सक्राइब हान्नुपर्छ नि मेरो ब्लग तपाईँको च्यानलको नाम के हो नि एआरपी ब्लग्स हो क्या साँच्चीकै हो ल पत्ताउँदैन नि यार होइन सर्च हान्छु कि कस्तो भइरहेको तिमीलाई युट्युबर छ दामी हो सानो युट्युबर छन् भन्दै म भेट्दिनँ भेट्ने हो
गाइस अब हामी निस्केको चिया नास्ता गरेर एकछिन बसी रेस्ट गरेर होइन अब चाहिँ हामी कता जाने हो अब तानसेनतिर हो यो She says that she's with her friend. Just picture everybody naked. तिमी 30,000 को सिजनमा सुन्दैछौ हेलो गाइस हामी अहिले यहाँ बतासे डाँडा पुगिसक्यौँ है अनि एकदम बवाल भ्यू छ बतासे डाँडाको चाहिँ होइन बाटो नि एकदमै राम्रो रहेछ अहिले चाहिँ हामी बतासे डाँडा छौँ जस्ट लुक एट दिस भ्यू गाइस यस्तो बवाल छ कि बाटो नि लास्ट राम्रो छ हामी गाना सुन्दै गाना गाउँदै तपाईँले हेर्नुहुन्छ त्यो होइन मैले एडिटमा हालिदिन्छु एडिटमा हालेर हेर्नुहुन्छ रमाइलो गर्दै आएको छौँ सुत्दै पल्टिँदै गफ गर्दै गाना सुन्दै आइरहेको छौँ एकदमै रमाइलो भएको छ होइन अहिले चाहिँ यो मोबाइलमा त्यति खासै देखेको छैन तर रियलमा चाहिँ यति बवाल देखेछ नि होइन In a city, still so far from home. I've searched for you all my life. Cast out like a shadow, racing towards the light. I pray to see you one more time. यस्तो त्यहाँ वासरुम उतातिर वासरुम छ कि त्यहाँ वासरुम गर्न गएको थिएँ यहाँ आएको त यस्तो दामी ठाउँ छ कि है हेर्नु न ल वासरुम त्यहीँ थियो कि होइन वासरुम त्यहीँ छ कि होइन हामी यता आएको त ल एकछिन यसो वासरुम गर्न आएको त यहाँ त क्या दामी भ्यू देखिरह यार म पनि अब धेरै उता जाँदिनँ यहीँ नजिक हो सबै मान्छेहरू आउँदो रहेछन् यहाँ चाहिँ क्या दामी छ कि गाइज लिटरली हेर्नु न बब्बा लाग्छ गाइज र यो चाहिँ बतासे डाँडाको बाटो हो हेर्नु सक्नुहुन्छ यस्तो छ भ्यू चाहिँ होइन ठुल्ठुलो रुख छ अनि म हेर्ने बेला चाहिँ खत्रै जङ्गल छ जस्तो देखिन्छ होइन तर यो चाहिँ ठ्याक्कै उतै होटल छ क्या रोड उतै छ यहाँ टोइलेट गर्न आएको थियो वासरुम गरेर यता आएको त यस्तो दामी ठाउँ रहेछ कि हामी एकछिन त वहाँ परियो क्या अब यहाँ एउटा दुइटा भिडियोहरू गराइन्छ अब हेरौँ टिकटक गरौँ भने टिकटक पनि गराइन्छ क्या यस्तै सुत्नै मिल्छ यार अहिले अब हामी यहाँ सुसाइड डाँडामा चाहिँ यो बतासे डाँडाबाट हामी निस्किन लाग्यो अनि जुन अघि भिडियोहरू फोटोहरू देख्नु नि यही होटलको भित्र छिरेको थिएँ म नि यता भित्र रहेछ यस्तो दामी थियो होइन यस्तो दामी रहेछ अनि त्यही यस्तो भिडियो सुटहरू हामी फोटोसोटो खिच्यौँ अब चाहिँ हामी जान लाग्यो सुसाइड पोइन्ट भन्ने ठाउँमा रहेछ सुसाइड पोइन्ट भन्ने ठाउँ रहेछ कता हो अब खोज्दै जाने हो अनि त्यही हो अब यहाँबाट चाहिँ हामी निस्किन लाग्यो लास्टै रमाइलो भयो एकदमै दामी रहेछ है भ्यू चाहिँ बवाल मजा आयो कस्तो भयो धन्न मोबाइल हराएन मोबाइल धन्ने मोबाइल चाहिँ हराएन के भन्यो स्ट्यान्ड बनाउने चक्करमा धन्ने मोबाइल छोडेर आएको तिमी बस्छौ दिप्रित तिमी बस्छौ कुन चाहिँ बस्नुहुन्छ यहाँ हामी चाहिँ यहाँ के
बतासे डाँडाबाट निस्किसक्यौँ भर्खरै निस्क्यौँ है लास्ट रमाइलो कस्तो लाग्यो साथी तिमीलाई भेरी फन गाइस लास्ट रमाइलो भइरहेछ ओए गुन्जन कस्तो भयो दामी फोन मात्र छुट्यो त्यही हो फोनमा तिमीलाई कस्तो लाग्यो त्यही हो सेम फिलिङ यार भ्यू चाहिँ यस्तो आएछ हेर्नु है इट्स फकिङ ब्युटिफुल लास्ट दामी छ नि भ्यू चाहिँ लास्ट फग पाल के झुकेर मैले दबाए पछाडि फाला त पछाडि फाल चस्मा अब हामी त्यहाँ सुसाइड पोइन्ट पुगेपछि हामी अब त्यहाँ भिडियो गराउँछौँ है बाई बाई हामी चाहिँ सुसाइड डाँडामा जान लाग्यो तर सुसाइड हान्न मन लाग्थ्यो मुडै भएन क्या उलाई मुड भनेर सुसाइड हान्न गाइस बाटो बिग्रेको कारण एकदमै बाटो लास्टिक बिग्रे क्यान्सल क्यान्सल एकजना यहाँ 100 किलो हुनु भएर अलिकति गाह्रो पर्यो ट्रिपल डिजिट अनि अहिले चाहिँ हामी उयो यो ठाउँ जानु लाग्यो यहाँबाट भ्यू देखिन्छ र त्यो ठाउँ जानु लाग्यो हामी चाहिँ ब्युटिफुल भ्यू यार राम्रो भ्यू देखिन्छ सो अहिले चाहिँ हामी रोड गनेर त्यो प्लान क्यान्सल गरेर सुसाइड डाँडा जाने प्लान क्यान्सल गरेर किनकि अरूको पछि अब हामी त्यहाँ भिडियो के भ्यू रे त्यो भ्यू टावर जाँदैछ भ्यू टावरको चाहिँ यहाँ श्रीनगर डाँडा आएको छौँ है सबैजना टक्क लाएर बस्यो कहाँ जाने भयो अनि त्यही भएर अहिले यहाँ प्लान गराउँदै बसिरहेको छौँ यहाँ अब देखेँ टक्क भ्यू पनि राम्रो छ होइन ठ्याक्क हामीले यहाँ बस्ने स्पोट पाइहाल्यो यहाँबाट आइरहेको छौँ हामी चाहिँ ठ्याक्क यहाँ बस्ने रहेछ कि ठाउँ त्यहीँ बसिरहेको छ मैले चाहिँ अब कारको हालत यस्तो भएछ कि डेन्जरै तात्तेछ कार चाहिँ यहाँ कतिजना कति किलो रे हजुर कति किलो रे 69 68 70 म यहाँ 73 99 कति ल गाइस जब हामीहरू चाहिँ निस्किन लागेको यहाँबाट होइन र एक्कासी सडन प्लान चेन्ज के भयो भन्दाखेरि चाहिँ अब हामी यहाँ डाइरेक्ट पोखरा जानु लाग्यो होइन अनएक्सपेक्टेडली जानु लागेको छ होइन हामीले यहाँ पुरै यहाँ होटल सोटल पनि बुक गरिसकेको थियौँ तर खास गरेको छैन अनि यहाँ सब ठाउँ भन सब अलिअलि घुम्ने ठाउँ जति घुमियो अब यहाँ यसो ट्रेकिङ गर्न मिल्दैन किनभने यहाँ डाइभ गर्नु भएर त्यही भएर अहिले हामी डाइरेक्ट पोखरा जाँदैछौँ Going to Pokhara, eh? ल सिधै पोखरा पुगेपछि यहाँ खाना खाने बेला भेटिन्छौँ हो गाइस हामी चाहिँ यहाँ वाटिङ पुगिसक्यौँ भर्खरै वालिङ आइपुग्यौँ अहिले चाहिँ हामी होइन खाने ठाउँ खोज्दै हौँ हामीले चाहिँ अब राम्रो ठाउँ गएको छैन ठाउँ ल हामी भर्खरै यहाँ गाडी होइन अहिले चाहिँ अनि यहाँ वालिङमा छौँ हामी अहिले होइन र यो होटल ग्रिनल्यान्ड भन्नेमा चाहिँ हामी जान लाग्यो खाना खानलाई कस्तो निन्द्रा लाग्यो होइन आउँदाखेरि चाहिँ पालको त्यो के भन्छ त्यो बतासे डाँडादेखि चाहिँ मैले भिडियोहरू बनाएन किनभने लास्ट ठगाइ लागिरहेको थियो बिहान छिटो उठेको भएर लास्टै ठगाइ लागेको भएर म त्यहाँ बनाएन सुतेको थिएँ मजाले अहिले चाहिँ उठेर अघि नउठेर अहिले यहाँ छौँ सबलाई हरि भोग लाग्यो यहाँ कतिको सुत्यो साथी कतिको सुत्यो मेरो माथि सुत्यो थाहा छैन कि कति सुत्यो त मैले राम्रै सुत्यो नि 1 घण्टा राम्रो सुत्यो त्यो त भन्छु मजाले सुत्यो तिमी पनि खुट्टा दुखेछ मेरो यो मान्छेलाई घण्टा कि बिचरा उसको उसलाई हो सबसे गाह्रो भएको सुत्न सकेन दुईजना मेरो साथी सुतेन मैले उति उता झ्यापेको म चाहिँ झ्यालमा सुतिरहेको थिएँ हल्का आरामले नै सुतेँ म चाहिँ अरू मेरो पछाडि सुत्यो नि हल्लिन नि मिलेन
ल खानासाना खाएर चाहिँ म एकछिन बस्छु अनि त्यस पोखरा ल अब चाहिँ हामी निस्केको खानासाना खाइयो पेट भरियो टन्न खानासाना खाइयो ठिकै थियो अब भोक लागेको बेला अब जे पनि जे खाए पनि मिठै हुन्छ राम्रो थियो खाना त यही होटेलमा खाइएको होइन अनि एकछिन रेस्ट पनि गऱ्यो टन्न खाना खाएको भएर एकदमै थकाइ लागेको भएर रेस्ट गऱ्यो अब चाहिँ हाम्रो पोखराको यात्रा सुरु हुन्छ के भयो ल गाइस अब यहाँ ओ को बस्नु लाग्यो तिमी बिचमा बस्ने हो म छेउमा बस्छु तिमी छेउमा बस्छौ को बिचमा बस्छ त नि म सेकेन्डमा बस्छु ल गाइस अब हामी चाहिँ यहाँ होटल आइसकेको छौँ है त्यो होटल हामी पोखरा आइसकेको छौँ अनि पोखरा आएर हामी यहाँ होटल पनि बुक गरिसक्यौँ है होटल चाहिँ यही हो रुममा गइन्छ ब्याग स्याग हालिन्छ बसिन्छ रेस्ट गरिन्छ फ्रेस भइन्छ अनि बल्ल लेक साइडतिर यताउति गइन्छ है यस्तो छ मेराहरू अहिले त कहाँ खेल्नु ल अब अहिले चाहिँ हेरौँ के हुन्छ अहिले चाहिँ गर्दै ल अर्को दिन जाउँ भान्लाई त ल ठिक छैन केटा ल अब चाहिँ एकछिन रेस्ट गरिन्छ अनि बाहिर चाहिँ यस्तो हो खुल्ला ओपन एरिया छ हेर्नु बाहिर चाहिँ आनन्दले बस्न मिल्छ यतिको भ्यू चाहिँ यस्तो देखिँदो रहेछ यहाँबाट भ्यू चाहिँ अनि यहाँबाट सिधै गएपछि यहाँ लेक साइड पुगिन्छ यता लेक साइड त यता पनि हो तर यो पुरै एरिया लेक साइड पर्छ क्या उतातिर यतिको छ गाई भ्यू चाहिँ ल अब चाहिँ हामी यहाँ रेस्ट गरिन्छ फ्रेस भन्छ अनि हल्का फुल्का खाएर लेक साइडतिर गइन्छ अनि प्लान छ कि अब हेरौँ के हुन्छ ल